नमस्कार साथीहरू, हामी चाहिँ आज यसो रमाइलो गरौँ भनेर आएको छौँ होइन। सधैँभरि कामलाई मात्रै कति प्राथमिकता दिनु भनेर आज चाहिँ रमाइलो गरौँ भन्ने हिसाबले आइपुगेछौँ। नमस्कार साथीहरू, हामी चाहिँ आज यसो रमाइलोको लागि आज आएको थियौँ र आगो चाहिँ फाइनली आगो बाल्न सफल भएका छौँ हामीहरू होइन। आगो बाल्नु बजियोस् 3 जनामा कोसिस गर्दा यता भयो। पानीहरू यता छ, यतातिर कुखुराहरू मेरिनेसन गर्ने काम भइरहेछ। मलमाल पारेर अब सेकुवा पोल्ने काम हुन्छ। उनी कम्मरमा हात लगाएर उभिरहेको छ। जो हिसाबले यो झिर बनाउँदै हुनुहुन्छ। अब चाहिँ काम हुँदैछ होइन। बडो मुस्किलले आगो बाल्न सफल भयौँ अब हामी। ठाउँ साह्रै राम्रो छ यो ठाउँ। यो ठाउँ राम्रो लाग्यो र यहाँ आउन चाहनुभयो भने पर्सेनीमा आएर नारायण इलेक्ट्रोनिक्समा सम्पर्क गर्नु होला। अनि उहाँलाई चाहिँ लिएर आउन सक्नुहुन्छ। उहाँले लोकेसन दिनु चाहिँ बिल्कुल फ्री हो है, यो ठाउँमा चार्ज दिनु पर्दैन। हाम्रो अब जे हुन्छ हामी बिस्तारै रमाइलो गर्दै। तिमी गाउँमा म नेपाल सहर, म नेपाल सहर, अधुरै भो निर्माया मनको रहर, बिग्र्यो चाल पनि यस्तै त रहेछ नि माया जल पनि। म नेपाल सहर, म नेपाल सहर, अधुरै भो निर्माया मनको रहर, बिग्र्यो चाल पनि यस्तै त रहेछ नि माया जल पनि, यस्तै त रहेछ नि माया जल पनि। मनमा भए नि मनमा पिर भुलाउन निर्माया आएको छौ मनमा, बिग्र्यो चाल पनि यस्तै त रहेछ नि माया जाल पनि। भए नि मनमा, भए नि मनमा पिर भुलाउन निर्माया आएको छौ मनमा, बिग्र्यो चाल पनि यस्तै त रहेछ नि माया जाल पनि, यस्तै त रहेछ नि माया जाल पनि। एक मिनट गाना हुन्छ नि। हाम्रो लगभग तयारी भइसक्यो। अब हामी झ्याप्प स्टार्टिङ फायर हो यो। स्टार्टिङ फायर एउटा भयो, अरू बाँकी चाहिँ उतातिर हुँदैछ। फेरि हामी द्रुत गतिमा, यो अझै यसको बाँकी छ। अब हाम्रो द्रुत गतिमा यहाँ हुँदैछ होइन। कति बेला भइसक्छ भन्ने जानकारी छैन, यहाँ गाह्रो छ। चट्ट लगाएर अब सुरु हुन्छ बिस्तारै। मै पनि झिल्के हुँदो हो, अहिले पो बुढो भएछ।